पोखराको चाहिँ महेन्द्र गुफा है यो। अब हामी जाँदैछौँ है लाइभ हेर्नु तपाईँहरू। पोखराको महेन्द्र गुफा यस्तो रहेछ है। हामी जाँदैछौँ। एकछिन रुकेर जानुपर्छ है केटो। रोक रोक खाराउला नत्र फेरि निक्लिने बाटो नहोला है। गइरहेछौँ, आउनेहरू पनि आउँदै हुनुहुन्छ। हामी जाँदैछौँ। तपाईँहरूलाई लाइभ टेलिकास्ट हेर्नुहोस्। सबै मोबाइलको बत्ती अन गर्ने जाँदैछौँ। भर्खर महेन्द्र गुफा आइपुगेछु। विद्यार्थीहरूले महेन्द्र गुफा घुमाएर खोइ त केही देखिँदैन त हौ। यस्तै महेन्द्र गुफा पुरै अन्धकार छ, अन्धकार। पानी चिपचिपाइरहेछ। यहाँ हेर्नुहोस् है, यहाँ हेर्नुहोस् है। यस्तो रहेछ महेन्द्र गुफा भनेको। चिप्लो चिप्लो बाटो छ पुरै। यहाँ एउटा लाइट पनि रहेछ है। यता पनि बाटो रहेछ। यता कता हो फेरि? अब यो बाटो है त। महेन्द्र गुफा तपाईँलाई लाइभ टेलिकास्ट भइरहेछ। ल है, यसरी राख भन्दाखेरि चाहिँ आँटेको कुरा पुरा हुन्छ रे है। ल यसरी राख भने चाहिँ आँटेको कुरा पुरा हुन्छ है केटा हो। यसरी राख भने आँटेको कुरा पुरा हुन्छ। हो राखिदिउँ। मनका कुरा पुरा हुने भयो। ल जाँदै आउँदै हुन्छ। कस्तो गर्मी छ नि यहाँ भित्र त। बाहिर पुरा जाडो छ, यहाँ पुरा गर्मी छ है भित्र। ए के नाक डुब्यो हौ। महेन्द्र गुफा फाइनली आइपुग्यो है। महेन्द्र गुफा फाइनली आइपुग्यो। ल हल्का लाग्यो ल टिका लाग्यो। फाइनली हामी फर्क्यौँ है त। ल हामी फर्क्यौँ। यस्तो रहेछ है त। ल महेन्द्र गुफा।